नमस्कार, यहाँहरूलाई मेरो यो प्रविधि च्यानलमा हार्दिक स्वागत छ। आज चाहिँ म अनबक्सिङ गर्न जाँदैछु यो एउटा F11 वायरलेस माइक्रोफोनको। अहिलेसम्म त मैले यो वायर भएको माइक चलाइरहेको छु हैन, वायर भएको माइक चलाइरहेको छु। यो चाहिँ मलाई अलि अनकम्फर्टेबल लाग्न थाल्यो र त्यही भएर मैले यो वायरलेस पर्चेज गरेको हो। अब यसको चाहिँ यहाँनिर झट्ट हेर्दाखेरि चाहिँ यहाँ दुईटा माइक्रोफोन, यहाँ चाहिँ दुईटा ट्रान्समिटर अनि एउटा चाहिँ रिसिभर छ। यो रिसिभर चाहिँ तिनटैमा लाग्ने जस्तो देखिएको छ यही हैन, यहाँ चित्रमा हेर्दाखेरि। अनि यसपछि यसको पछाडिपट्टि चाहिँ यो माइक्रोफोनको फिचरहरू दिएको छ। यहाँ भनेको छ प्लग एन्ड प्ले, अर्को भनेको छ 20 मिटर अफ एक्सेसिबल रिसिप्सन। यसको मतलब चाहिँ अब 20 मिटरसम्म चाहिँ यसले चाहिँ रिसिभ गर्न सक्छ भनेको छ हैन। त्यस्तै अर्को भन्छ प्रिसाइज रेडियो अनि क्लियर टिम्बर, हाइली सेन्सिटिभ अनि वाइडली कम्प्याटेबल भनेको छ है। वाइडली कम्प्याटेबल त हुने नै भइहाल्यो किनकि 3 in 1 छ, तिनटामा कनेक्ट गर्न मिल्ने देखाएको छ। म यसलाई अब अनबक्सिङ गर्छु है त। अनि यसको मूल्यको जिज्ञासा लाग्छ भनेदेखि तपाईँले अनलाइनमा हेर्नुभयो भने पनि अब त्यो 2100-2200 जस्तो देखाएको हुन्छ। अब तपाईँले कहाँ किन्नुहुन्छ, कसरी किन्नुहुन्छ भन्ने कुरामा डिपेन्ड गर्छ यो गरेर चाहिँ हैन। मैले चाहिँ यसलाई 2000 हालेको हो। त्यही नर्मल्ली 2000 देखि 3000 को रेन्जसम्म पर्ने रहेछ। तपाईँले अलिक चिन्जानको ठाउँ छ, अलि मिलाएर किन्न सक्नुहुन्छ भने 2000 भन्दा कम 1700, 1800, 1900 सम्म पनि पाउनु होला। तर मैले चाहिँ 2000 हालेको है। अब यसको यहाँ भित्र हेरौँ है त। यहाँ छ यो चाहिँ पनि केबल हुनुपर्छ हैन। यो चाहिँ केबल रहेछ, धेरै लामो चाहिँ छैन। टाइप सी टु USB केबल छ। यिनीहरूलाई हामीले चाहिँ चार्ज गर्नुपर्छ, यिनीहरू चार्ज गर्नु पर्यो नि त। अनि यसलाई चाहिँ यसरी पुरै सेफ्टी सहित आएको छ हैन। यो चाहिँ फर्ममा है। अब चाहिँ ट्रान्सपोर्टेसन गर्दाखेरि ठक्कर लागेर चाहिँ नबिग्रोस् भनेर हुनुपर्छ है। हामी पहिला यो निकाल्छौँ यो रिसिभर। रिसिभरलाई चाहिँ यहाँ चार्ज गर्नु पर्यो हैन, चार्ज गर्नुपर्छ। त्यसपछि यो चाहिँ तीनटा ठाउँमा कनेक्ट गर्न मिल्ने छ हैन। यो चाहिँ एउटा छ लाइटनिङको लागि भयो, पुरानो आइफोनहरूको लागि प्रयोग गर्न सक्ने भयो। नयाँ आइफोनको लागि त टाइप सी भइहाल्यो एन्ड्रोइडदेखि लिएर। अनि यो चाहिँ अर्को छ क्यामेरामा युज गर्न सकिने भयो। क्यामेरा आइफोन अनि एन्ड्रोइड मात्रै नभएर यसलाई चाहिँ हामीले केमा पनि युज गर्न सक्छौँ त। कतिले त अब स्क्रिन रेकर्ड गरेर भिडियोहरू पनि बनाउने गर्नुहुन्छ हैन, कन्टेन्ट क्रिएसन गर्दाखेरि, स्पेसली टिचिङ भिडियोहरू पनि बनाउने गर्नुहुन्छ। त्यसरी हो त्यसो गर्दाखेरि यो चाहिँ ल्यापटपमा पनि युज गर्न मिल्छ। कतिपय ल्यापटपमा यो लाग्छ। अनि पछि आएको मोडर्न ल्यापटपहरू छ भनेदेखि चाहिँ यो टाइप सी केबल पनि एक्सेप्ट गर्छ ल्यापटपले। भएपछि यो चाहिँ मलाई के लाग्यो त एकदम भर्सटाइल लाग्यो यो रिसिभर। अब यसपछि यो निकाल्छु मैले ट्रान्समिटर वा माइक्रोफोन के भन्ने, यसलाई ट्रान्समिटर भन्छ के अरे हैन। यो चाहिँ यहाँ फर सहित आएको छ हैन। यो फर यसरी निकाल्नु मिल्छ। यो फरले चाहिँ अलिकति ब्याकग्राउन्ड नोइजहरूलाई चाहिँ अलिकति कम गरिदिन्छ अरे है। मैले युज गरेको छैन, युज गरिसकेपछि भन्नुलाई के गर्छ भनेर हैन। अनि यसमा चाहिँ यतापट्टि तीनटा बटन छ। एउटा चाहिँ पावर र मोडको बटन भयो भने अर्कोतिर छ एउटा V+ र V- भोल्युमलाई कन्ट्रोल गर्ने पनि बटन छ। यहाँ तीनटा बटन छ। यसमा चाहिँ तीनटा मोड हुन्छ हैन। एउटा सुरुमा हुन्छ, यसलाई चाहिँ ओपन मोड वा म्युजिक मोड भनिँदो रहेछ। यो चाहिँ बिचमा टक्क राखिदिने, वरिपरि 4-5 जना बसेर कुरा गर्दा भयो। स्पेसली यो चाहिँ इन्डोर रेकर्डिङको लागि युज हुने भयो, जसमा नोइज क्यान्सलेसन चाहिँ हुँदैन। अनि सेकेन्डमा आउने रहेछ यो चाहिँ नोइज क्यान्सलेसन मोड पनि युज गर्न सकिन्छ सेकेन्ड मोडमा चाहिँ, जसमा चाहिँ स्पेसली भ्लगिङको लागि वा आउटडोर रेकर्डिङको लागि चाहिँ सुइटेबल हुने भयो। जसले नजिकको आवाज मात्रै, आफ्नो मात्रै आवाज रेकर्ड गर्छ भने अलिक टाढाको आवाज चाहिँ यसले रेकर्ड गर्ने भएन। त्यस्तै अर्को थर्ड मोड भनेको चाहिँ स्टुडियो मोड वा इको मोड रहेछ। यो चाहिँ अलिकति बढी इको आउँछ। अनि अब यिनीहरूलाई कनेक्ट गर्दाखेरि चाहिँ पहिला यसलाई अन गर्नु पर्यो। यो ब्लिङ्क गर्छ, अन गरेपछि क्लिक 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 बत्ती बल्छ। अब म यसलाई पनि अन गर्छु है त। यिनीहरूलाई कनेक्ट गरिहेरौँ। ल मैले यसलाई अन गरेको छु। अब यिनीहरूलाई म पेयरिङ गर्ने गर्छु।
ब्लिङ्क गर्न छोड्छ, यिनीहरूले दुइटैले अन गरेपछि यिनीहरूको चाहिँ अटो पियरिङ हुन्छ, आफै पियरिङ भइहाल्छ। यदि ब्लिङ्क गरेको छैन कन्टिन्यू बोलाएको छ भने यो के भइसक्यो त पियरिङ भइसक्यो भने हामीले बुझ्नुपर्छ। अब म यसलाई चाहिँ यो माइक निकालेर यसलाई कनेक्ट गरेर हेर्छु अनि कस्तो आवाज सुनिँदो रहेछ चेक गरौँ है त। अब यसको चाहिँ पछाडि क्लिप पनि छ होइन, मैले चाहिँ अहिले यसलाई फर्स्ट मोडमा युज गरिरहेको छु होइन। आवाज कस्तो सुनिरहेछ आफै विचार गर्नु होला। अब म यसलाई चाहिँ लान्छु सेकेन्ड मोड नोइज क्यान्सलेसन मोडमा। अहिले कस्तो सुनिरहेको छ, अघिको भन्दा अहिलेको आवाजमा केही अन्तर छ कि छैन त। अब त्यस्तै म लैजान्छु यसलाई स्टुडियो मोड वा इको मोड थर्ड मोडमा। कस्तो सुनिरहेछ भन्नुहोस् त अहिले, इको आइरहेछ, हेलो हेलो हेलो। म चाहिँ यसलाई सेकेन्ड मोडमै युज गर्छु है, नोइज क्यान्सलेसन। अब यतिको प्राइसमा यतिको मूल्यमा चाहिँ यतिको एडभान्स फिचर भनेको मेरा लागि चाहिँ द बेस्ट प्रोडक्ट हो। यदि तपाईँहरू कसैले यो प्रोडक्ट पहिलेदेखि युज गरिरहनु भएको छ भनेदेखि कस्तो छ, यसको एडभान्टेज के छ, डिसएडभान्टेजेस के छ, कमेन्ट गरिदिनु होला।